स्टोरीको सुरुमै हामीलाई एउटा लाइन देखाइन्छ जसमा भनिन्छ कि कुनै पनि वस्तु वा सामानलाई राम्रोसँग केयर गर्यो भने त्योबाट सोल आउँछ भने यदि त्यही सामानलाई हामीले फोहोर जस्तै सम्झेर फ्याँकिदियो भने त्यसबाट चाहिँ के आउँछ। त्यसपछि हामीले एउटा सुन्दर सहर देखाइन्छ जसमा चाहिँ मानिसहरू सेता सफा कपडाहरू लगाएर बसेका हुन्छन्। त्यही सहरमध्ये एउटा घरमा हामीलाई एउटा फ्यामिली देखाइन्छ। त्यसमा चाहिँ एउटा सानी बच्चीको डल च्यातिएको हुन्छ। त्यो डल चिराउँदा पनि ठिक हुन्छ, तर ती मान्छेहरू धनिस थिए त्यसैले त्यो डललाई तिनीहरूले फ्याँकिदिन्छन्। त्यसपछि हामीलाई फेरि एउटा लाइन देखाइन्छ जसमा भनिन्छ कि कुनै पनि वस्तुलाई मान्छेले फोहोरमा परिणत गर्न एकचोटि पनि सोच्दैनन्, जस्तो कि ती सामानको केही पनि भ्यालु छैन। यस्तो अरू मान्छेसँग पनि गर्छन्। त्यसपछि हामीलाई फोहोर टनलबाट हुँदै ट्रकमा हालिँदै गरेको देखाइन्छ। यो ट्रक वेयर हाउसमा लगेर छोडिन्छन्। त्यसपछि हामीले मास्क लगाएको मान्छेलाई देखाइन्छ जसको नाम रुडो हुन्छ र यो एनिमेको मेन क्यारेक्टर पनि रुडो नै हुन्छ। रुडो वेयर हाउसभित्र गएर फोहोरमा केही खोज्न लाग्छ र एउटा गार्डले रुडोलाई देख्छ। गार्डले बुझ्छ कि यो त्यही फोहोर चोर हो जसले चाहिँ तिनीहरूको सफा सहरलाई फोहोर गरिरहेको थियो। त्यसपछि गार्डले सरेन्डर गर भन्छ, तर रुडोले गार्डलाई फोहोर फ्याँकेर भाग्न खोज्छ। गार्डले रुडोमाथि गोली पनि चलाउँछ। रुडो तर बाँच्छ। रुडो अलिक फास्ट थियो त्यसैले ऊ भाग्न कोसिस गर्छ, तर एउटा गार्डले गोली चलाउँदाखेरि उसको हातमा लाग्छ र तर पनि रुडो बाँच्छ। तर रुडो यहाँबाट भाग्छ। रुडो बाहिर आएर भन्छ मैले केही बिगारेको छैन। ऊ त च्यातिएको डल लिन गएको हुन्छ। त्यसपछि हामीलाई फेरि त्यही सुन्दर सहर देखाइन्छ। त्यहाँ केही केटीहरूले कुरा गरिरहेका हुन्छन्। तिमीले सुन्यौ त्यो फोहोर चोर फेरि हिजो नि आएको थियो। फोहोर चोर न, त्यो पक्कै ट्राइफकको मान्छे हुनुपर्छ। यो कुरा एउटा मान्छेले सुनिरहेको थियो। उसको कपडा फोहोर थियो किनभने ऊ पनि ट्राइफककै मान्छे हुन्छ। यी मान्छेहरू ट्राइफकलाई नराम्रो नजरले हेर्छन्। तिनीहरू भन्छन् हेर त यो मान्छे कस्तो फोहोरी लागिरहेको छ। यी मान्छेहरू हाम्रो ठाउँमा आउँछन् नै किन। यो मान्छे रेक्टो गेट खोलेर बाहिर जान्छ। त्यसपछि हामीले देख्छौँ एउटा ठुलो पर्खाल रहेको छ। पर्खालको दुवैतिर जमिन आकाशको फरक छ। एकातिर घमासान र सुन्दर सहर छ भने अर्कोतिर फोहोर गरिबी रहेको छ। एकातिर धनी बस्छन् भने अर्कोतिर गरिबी बस्छन्। यिनी अर्कोतिर बस्ने मान्छेहरूलाई ट्राइफक भनिन्छ। यतिर पनि फोहोर चोरकै बारेमा कुरा गरिरहेका हुन्छन्। त्यसको कारण हामीले केही समस्या नहोस्। त्यसपछि हामीलाई रुडो देखाइन्छ जसले डल ठिक गर्न लागेको हुन्छ। त्यति बेला रुडोको छेउमा एउटा केटी आउँछ जसको नाम चाहिँ चिवा हुन्छ। चिवा रुडोलाई कराउन लाग्छ, फेरि तिमीले फोहोर ल्यायौ। सरको मान्छे आफ्नो फोहोरको कुरा लिएर सिरियस छन्। यदि तिनीहरूले रुडोलाई पक्रियो भने रुडोलाई के गर्छन्, त्यसैले तिमीले फोहोर ल्याउन बन्द गर्नुपर्छ। रुडोले त्यसपछि भन्छ धनी मान्छेले यस्तो सामान पनि फ्याँकिदिन्छन् जुन सामान ठिक गर्न सकिन्छ। यो कुरा रुडोलाई नराम्रो लाग्छ। साथै यी बिग्रेको सामानलाई ठिक गरेर बेच्छ जसले गर्दा उसको जिन्दगी चलोस्। त्यसपछि त्यहाँ 3वटा केटा आउँछन् र रुडोको बेइज्जत गर्न लाग्छन्। रुडोबाट कस्तो गन्ध आउँछ। चिवा रुडोसँग घुम्न हुँदैन। जहिले पनि ऊ फोहोर पन्जा लाउँछ। यदि केही गरी यसले तिमीलाई टच गर्यो भने तिमी बिरामी हुन्छौ। त्यसपछि चिवा भन्छ कि उसलाई रुडोसँग प्रब्लम छैन। हामी सबै गरिबीमा बस्छौँ त्यसैले हामी सबै बराबर छौँ। यो गरिबीवाला एरिया क्रिमिनललाई राख्न बनाइएको हुन्छ र यी सबै मान्छे कसरी न कसरी क्रिमिनलकै सन्तान हुन्। हामीले बाबुबाजेको कर्म हामीलाई मिलिरहेको छ र हामी आफ्नो इमेज सुधार गर्न मेहनत गरिरहेका छौँ। तर रुडोको बाउले सबै बर्बाद गरिदियो किनभने धेरैजना मान्छेहरूलाई मारेको थियो। त्यसैले हामी रुडोलाई हामी भन्दा तल मान्छौँ। यो कुरा सुनेर रुडोलाई लास्टै रिस उठ्छ र रुडोको आँखा देखेर डराएर 3जना यहाँबाट जान लाग्छन् र भन्छन् कि जस्तो बाउ त्यस्तै छोरो। यो पनि एक दिन आफ्नो बाउ जस्तै हुन्छ। त्यसपछि चिवाले रुडोलाई भन्छ कि तिमी आफ्नो बाउ जस्तो छैनौ। मलाई तिमी माथि भरोसा छ। तिमी एउटा राम्रो मान्छे हो। तिमी कहिले अरूलाई मार्न सक्दैनौ। यो कुरा सुनेर रुडो लजाउँछ। यसरी राम्ररी थाहा हुन्छ कि उसले चिवालाई लाइक गर्छ। त्यति नै बेला चिवाको नजर डलमा जान्छ जो कि रुडोले ठिक गरेको थियो र त्यो डल चिवालाई लास्टै मन पर्छ। त्यो डल वास्तवमा रुडोले बेच्न ल्याएको थिएन, चिवालाई दिनको लागि ल्याएको थियो। डल दिनै लाग्दा त्यति नै बेला चिवाको मम्मी आएर चिवालाई लग्छे। त्यसपछि रुडो पनि आफ्नै घर जान्छ जहाँ रेक्टो रुडोलाई जिस्काउन लाग्छ। तैँले त्यो डल त्यो केटीको लागि ल्याएको होइन। वास्तवमा उसले सबै कुरा सुनिसकेको थियो। त्यसपछि रेक्टोले रुडोलाई भन्छ तैँले सिधै आफ्नो मायाको बारेमा उसलाई भन्नुपर्छ। पहिला यो भन् मलाई हिजो बेलुका तैँले के गरेको थिइस्। रेक्टोले रुडोलाई भन्छ कि हामी त्यति पनि गरिब छैनौँ फोहोर चोर्नु पर्ने। कमाउने काम मलाई छाड्दे, आफ्नो लाइफ रिस्कमा नहाल। साथीहरू रेक्टोले रुडोलाई पालेको हो। उसको आफ्नो रियल बाउ होइन।
तर आफ्नो बाउ जस्तै हो। रुडो रेक्टोको धेरै एक्सपेक्ट गर्छ। रेक्टोको बोझ कम गर्न रुडोले यो सब गरेको हो। त्यति नै बेला रेक्टो नोटिस गर्छ कि रुडोको हातमा गोली लागेको छ। त्यसपछि रुडोलाई भन्छ कि आफ्नो पन्जा खोल्न कि उसले मलम गर्न सकोस्। उसको हात नौलो देखिरहेको हुन्छ। यसको जिम्मा रुडोले आफ्नो रियल फादरलाई दिन्छ। त्यसैले यो हात लुकाउनलाई रुडोले सधैँ पन्जा लगाउने गर्छ। रेक्टोले भन्छ कि ठुलो क्राइम गर्नु भनेको मृत्युदण्ड हो। यहाँ मृत्युदण्ड दिन अपराधीलाई पिठमा फ्याँकिन्छ। यहाँ पहिलादेखि नै यस्तै हुँदै आएको छ। रुडोको फादरलाई पनि पिठमा फ्याँकिएको हो। त्यसैले रुडोलाई आफ्नो ध्यान राख्नु पर्छ। जबदेखि रुडोलाई थाहा छ उसको हात कालो नै छ, कहिलेकाहीँ हातमा धेरै दुख्ने गर्ने गर्छ अनि मान्छेहरूले पनि उसलाई अर्कै नजरले हेर्ने गर्छन्। त्यसैले रेक्टोले उसलाई ग्लभ्स दिएको हो। ग्लभ्स लगाएदेखि उसको दुखाइ पनि कम भएको छ अनि ऊ भन्छ म कहिले रेक्टोलाई उसले गरेको दया तिर्न सक्दिनँ। फेरि रेक्टो रुडोको खुट्टा तान्दै भन्छ तँलाई छिट्टै आफ्नो माया चिवालाई भन्नुपर्छ, नभए चिवालाई कसै अरूले लग्ला। दुईजना यो कुरा लिएर बहस गर्न लाग्छन् अनि हामी देख्छौँ कि यिनीहरूको घर बाहिर कोही नचिनेको मान्छे आउँछ। फेरि रेक्टोले रुडोलाई भन्छ कि अलि हाँस्न सिक, नभए राम्रो देखिँदैनस्। त्यसपछि रुडो त्यो डल लिएर बाहिर जान्छ अनि चिवालाई खोज्न लाग्छ। उसले त्यो पिठ पनि देख्छ। साथीहरू, वास्तवमा पिठ धेरै गहिरो हुन्छ। यसमा सबैले आफ्नो फोहोर फ्याँक्छन्। यदि कोहीले क्राइम गरे भने उसलाई पनि यही फ्याँकिन्छ। पिठ यस्तो गहिरो छ कि अहिलेसम्म कसैलाई थाहा छैन पिठ कति र पिठ यस्तो गहिरो छ कि अहिलेसम्म कसैलाई थाहा छैन पिठ कति गहिरो छ, कहाँसम्म छ। यसमा अँध्यारो भन्दा केही देखिँदैनन्। यहाँ फ्याँकेको मान्छे के हुन्छ कसैलाई थाहा छैन। आज पनि एकजना मान्छेलाई पिठमा फ्याँकिन्छ। त्यति नै बेला चिवा आउँछ अनि चिवाले सोध्छे तिमी पनि यहाँ दृश्य हेर्न आएको? चिवा भन्छे पिठ हाम्रो एरियामा जानेर बनाइएको हो, जसले गर्दा हामी डराउँ। तिमीलाई पनि पिठमा फ्याँकिन्छ, त्यसैले हामीले नचाहेर पनि हेर्न पर्छ। अनि ऊ रुडोलाई पनि भन्छे ऊ चाहन्न कि रुडोलाई पनि कुनै दिन नफ्याँकियोस्। केही गरी फोहोर चोरी गर्दाखेरि अठ्याए भने उसलाई पिठमा फ्याँकिदिन्छन्। रुडो भन्छ कि हिजो रेक्टोले पनि यही भनेको थियो। चिवा त्यसपछि भन्छे कि उहाँलाई तिम्रो माया छ, किनकि उहाँले पनि तिमीलाई माया गर्नुहुन्छ। अब यो कुरा सुनेर रुडो चकित हुन्छ। उहाँ पनि माया गर्नुहुन्छ? मतलब नजानेर चिवाले रुडोलाई कन्फ्युज गरेकी हुन्छ ऊ रुडोलाई माया गर्छ भनेर। त्यो कुरा सुनेर रुडो लजाएर आफ्नो अनुहार छोप्छ। यो डल तिम्रो लागि ल्याएको थिएँ, यो फोहोर छ, त्यसैले तिमीलाई नराम्रो लाग्छ होला। तर त्यो डल चिवाले लिन्छे र भन्छ यो डल म सधैँ राख्नेछु। यो कुरा सुनेर रुडोको खुसीको कुनै लिमिट नै हुँदैन। त्यसपछि रुडो कुदेर रेक्टोलाई यो कुरा भन्न जान्छ। बाटामा ऊ पुलिससँग पनि ठोकिन्छ। रुडोले सोध्छ कि यी पुलिसहरू के गर्दैछन्। त्यसपछि रुडो कुद्दै आफ्नो घर जान्छ। ऊ सोध्छ मैले त चिवालाई राम्रोसँग भनेको छैन। रेक्टोले भन्न सक्छन् फेरि गएर भन्। त्यसपछि ऊ ढोका खोलेर भित्र जाँदा उसको होस हराउँछ, किनकि एउटा मान्छेले रेक्टोको पेटमा चक्कु खोपिदिन्छ। रुडो रिसाएर त्यो मान्छेतिर जान्छ, तर त्यो मान्छेले रुडोलाई कुटेर बाँधिदिन्छ। उसँग एउटा बुक पनि हुन्छ। बुक लिएर ऊ जान लाग्छ, रुडोलाई केही नगरी। त्यसपछि रुडोलाई रेक्टोको आवाज आउँछ। ऊ अझै पनि जिउँदै हुन्छ। ऊ रुडोलाई भन्छ कि यहाँबाट भाग अनि यो नराम्रो दुनियाँलाई बदल्दे। यो भन्ने बित्तिकै ऊ मर्छ। त्यसपछि पुलिसहरू आएर रुडोलाई अरेस्ट गर्छन्। उनीहरूलाई लाग्छ कि रुडोले रेक्टोलाई मारेको हो। रुडोले उनीहरूलाई भन्छ, तर पुलिसहरू मान्दैनन्। त्यसपछि अरू मान्छेहरूलाई पनि थाहा हुन्छ। तिनीहरू भन्छन् कि बाउ जस्तै छोरो पनि हत्यारा निस्क्यो। त्यसपछि रुडोलाई पिठको नजिक लगिन्छ। यसले फोहोर मात्रै चोरेन, मान्छेको हत्या पनि गर्यो। यो ठुलो पाप हो। मामुली ट्राई फक माने पनि जो हत्यारा जस्तो पाप गर्छ यो यस्तो सुन्दर धरतीमा बस्न लायक छैन। यसरी रुडोलाई मृत्युदण्डको सजाय सुनाइन्छ। त्यसपछि रुडोलाई पिठमा फ्याँक्ने भन्छन्। टाउनको मान्छेहरू पनि यही भनिरहेका हुन्छन्। रुडोलाई त थाहा भइरहेको हुँदैन यो के हुँदैछ भनेर। रुडोले भिडमा चिवालाई पनि देख्छ। ऊ चिवालाई भन्छ कि उसले रेक्टोलाई मारेको हुँदैन, कसै अरूले मारेको हुन्छ, मैले मारेको होइन भनेर भन्छ। त्यसपछि चिवाले भन्छ मैले तँलाई भरोसा गरेको थिएँ, तर तँ पनि आफ्नो बाउ जस्तै निस्किस्। त्यसपछि ऊ डल फ्याँकेर जान्छे। मान्छेहरू नारा लगाउन लाग्छन् यो फोहोरलाई फ्याँक्दे भनेर। त्यसपछि रुडोले भन्छ असली फोहोर त तिमीहरू हो जो आफै सोच्न सक्दैनौ। तिमीहरूसँग आँखा र कान छ, तर न त सुन्न सक्छौ न त देख्न सक्छौ भनेर रुडोले भन्छ। त्यति नै बेला उसको नजर त्यो भिडमा रहेको एउटा मान्छेमा लाग्छ जसले रेक्टोलाई मारेको हुन्छ। त्यति नै बेला रुडोलाई पिठमा फ्याँकिदिन्छन्। रुडो खस्दै गर्दा भन्छ कि म तिमीहरू सबैलाई नर्कमा पठाउँछु। रुडो धेरै बेरसम्म पिठमा खस्दै जान्छ। जब उसलाई होस आउँछ ऊ त फोहोरको थुप्रोमा हुन्छ र ऊ जिउँदै रहेको हुन्छ। यसको वरिपरि फोहोरको थुप्रो भन्दा हुँदैन,
यो यही फोहोर हुन्छ जसले माथिबाट वर्षौं वर्षदेखि फ्याँकेका हुन्छन्। त्यति नै बेला रुडोले आफ्नो पछाडि ठुलो मनुष्य देख्छ जुन चाहिँ पुरै फोहोरबाटै बनेको हुन्छ। र यो एपिसोड यतिमै सकिन्छ। तर रुडो पिठमा कसरी जिउँदै भयो, ट्रास मोन्स्टर कहाँबाट आयो, यो जानलाई अर्को एपिसोडमा। भिडियो मन परे लाइक र सब्स्क्राइब गर्न नभुल्नु होला।